छैन सम्पूर्णमा। अनि धेरैजनाले मलाई सोध्दै हुनुहुन्थ्यो भ्यालेन्सियामा चाहिँ अब पादन गर्न पासेन चाहिँ रेसिडेन्सी कार्ड पाउने हो कि के कस्तो छ भन्ने कुरा थियो। अनि त्यो अनुरूपमा चाहिँ म तपाईँहरूको बिचमा चाहिँ एउटा सानो जानकारी लिएर आएको छु। अनि वास्तवमा तपाईँको भ्यालेन्सियामा चाहिँ कार्ड दिने चाहिँ कस्तो अवस्थामा कस्तो व्यक्तिहरूलाई हो, किन गर्दा सामाजिक सञ्जालहरूमा चाहिँ भन्दैछ आउनुहोस् म भ्यालेन्सियामा पादन गरिदिन्छु तपाईँहरूको 1 वर्षको पेपर बन्छ भनेर नोटिस आइरहेको छ। मान्छेले तपाईँको फेक न्युज हालिरहेको छ, तर वास्तवमा त्यो चाहिँ होइन है। विशेष गरी जब भ्यालेन्सियामा चाहिँ जब त्यो बाढीहरू गयो नि 29 अक्टोबरदेखि लिएर तपाईँको नर्मली 15 नोभेम्बरसम्म गयो। अनि 4 तारिकतिर चाहिँ एकदम भीषण बाढी गएको थियो है। अनि त्यो अवस्थालाई हेरेर चाहिँ तपाईँको चाहिँ त्यहाँको स्पाइन्सले मात्र नभइकन अप्रवासीहरूको पनि तपाईँको कसैको कान गयो, कसैको घर गयो। अनि त्यही अनुरूप चाहिँ त्यहाँको सरकारले चाहिँ हालै 2 दिन अगाडि मात्र चाहिँ एउटा चाहिँ नोटिस जारी गर्यो जस अनुसार चाहिँ भ्यालेन्सियामा चाहिँ जसको पादन गरिएको थियो उसको चाहिँ पेपर बन्छ 1 वर्ष कार्ड दिने भनेर भनेको छ। उसलाई मात्र नभए उसको छोराछोरीलाई, उसको चाहिँ बुढीलाई होइन श्रीमती जोसुकैलाई होस् पेपर दिने भन्थ्यो। तर कस्तो अवस्थामा चाहिँ यदि जुन व्यक्तिको चाहिँ तपाईँको 4 नोभेम्बर 2024 4 नोभेम्बर 2024 भन्दा अगाडि पादन गरेको छ, जुन चाहिँ 70वटा ठाउँ छ, 70वटा तपाईँको नामहरू चाहिँ म पछि हाल्नेछु, त्यहाँ एफेक्टेड एरियामा भएको ठाउँमा छ भने चाहिँ उनीहरूले चाहिँ तपाईँको चाहिँ पेपर हालिदिने भयो, एप्लाई गर्न पर्ने भयो। तर के छ, केवल 25,000 जना मात्र छ है। त्यो सरकारले पनि तपाईँको को भनेर आफै तोकिदिनेछ, तर आफू चाहिँ इलिजिबल हुन्छ नि एप्लाई गर्न मिल्दैन। नेक्स्ट कुरा के हुनुपर्ने भयो, उसँग चाहिँ कोही नो क्रिमिनल रेकर्ड हुनुपर्ने भयो। अनि त्यसपछि अर्को के छ, युरोपियन युनियनबाट उसलाई चाहिँ के हुनु पर्यो, बाहिर चाहिँ युरोपियन युनियनबाट बाहिर जा भनेर जुन चाहिँ पेपर दिएको चाहिँ त्यो हुनु भएन है। अनि यति तपाईँसँग यति कुराहरू चाहिँ मापदण्डहरू चाहिँ पुरा गर्नुहुन्छ भने तपाईँले चाहिँ भ्यालेन्सियामा चाहिँ पेपर एप्लाई गर्न सक्नुहुन्छ। त्यो 1 वर्षको कार्ड हुनेछ, त्यसमा तपाईँ बस्न काम गर्न अझसँग पाउनु हुनेछ। त्यसकारण चाहिँ तपाईँहरू चाहिँ कुनै व्यक्ति ल आज पात्र गरिदिनु भ्यालेन्सियामा आउनुहोस् भने त्यसको पछि चाहिँ नलाग्नु होला। धन्यवाद।